रहेछ संसार निशा समान, आएन जिउँदै रहँदा ज्ञान, आखिर श्री कृष्ण रहेछन् एक, न भक्ति भो ज्ञान न भो विवेक। संसार रूपी सुख स्वर्ग भित्र, रमेर मायेली भित्र चित्र, सारा भयो त्यो मरुभूमि तुल्य, रात परे झै अब बुझ्छु बल्ल। महामरुमा कड झै तातो, जलेर मर्दो विनुवास लाटो, सुकिरहेको तरु झै छु खाली, चिताग्री तापी जल डाल्न फाकी। संस्कार आफ्नो सब नै गुमाए, म शून्यमा शून्य सरी बिलाए, जन्मे म यो स्वर्ग विषय पलाए, आखिर भई खाक त्यसै बिलाए, आखिर भई खाक त्यसै बिलाए। स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनको अन्तिम पल मृत्यु नामक यो कविता लेख्नुभयो। मृत्यु जो शाश्वत छ, सत्य छ। मृत्यु हामीलाई बिना कारण कतिखेर आउँछ थाहै हुँदैन, लिएर जान्छ। अनि हामी यही मृत्युको युद्ध गरिरहेका छौँ। हामीलाई न ज्ञान छ, न विवेक छ, न भक्ति छ। अन्तिम पल उहाँलाई कविता जुन लेख्नुभएको थियो, अन्तिम कविता मृत्युको शैयामा छटपटाइरहँदा लक्ष्मीप्रसाद देवकोटाले कृष्णलाई बुझ्नुभएको थियो, कृष्णलाई मनन गर्नुभएको थियो। सबैभन्दा डरलाग्दो, कहाली लाग्दो, होस उडाउने शब्द मृत्यु थियो पनि अझ मानिसको, अझ आफ्नाको, अझ सबैभन्दा बढी आफ्नै। मृत्यु सुन्दा, देख्दा, पर्दा, भोग्दाको स्तब्ध हामी सबै हुने गर्छौँ। म त मर्दिनँ, अरू नै पो कोही मर्छ त। धन्न धर्मले आत्मा मर्दैन, विज्ञानले मानिस मरेपछि ऊर्जामा रूपान्तरित हुन्छ भन्छ र मात्रै, नत्र अझ कति डर लाग्दै हुन्थ्यो होला है। मृत्यु के हो यो भन्न त म सक्दिनँ। तर कवि शिरोमणि लेखनाथ पौडेलले आफ्नो कविता काल महिमामा लेखेका छन्। भाका भूल दया क्षमा र ममता, सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पदमा, त्यो बिन्ती मान्दैन त्यो आयो टप्पटी पो लाग्यो मिति पुग्यो टारेर टर्दैन त्यो। भगवान कोइराला डाक्टर उनले भनेका छन्, मनुष्यको हिसाबले मृत्यु असम्भाव्य छ। चिकित्सकको हिसाबले मृत्युलाई जति सक्दो पछाडि धकेलेर गुणस्तरीय जीवन बाँच्ने बनाउने हो। वैज्ञानिक हिसाबले कोष तन्तु अङ्ग प्रणालीको सन्तुलन स्थायी रूपले बिग्रिँदा मृत्यु हुन्छ। मृत्यु भएपछि कोषको शक्ति रूपान्तरित हुनुपर्छ। हामी सबै भन्छौँ मर्छौँ भन्ने बोध भएको भए जीवन कति सार्थक हुन्थ्यो होला है। सिङ्गापुरको डाक्टरले भनेका छन्, अन्तिम घडी सम्झँदै यदि हामीले कसरी मर्ने भनेर सिक्यौँ भने मात्र हामीले कसरी बाँच्ने भन्ने सिक्छौँ। मृत्यु भनेको अन्तिम सत्य हो। मृत्यु अन्तिम सत्य हो, यसलाई हामीले स्वीकार्नुपर्छ। मृत्युले हामीलाई कसैलाई पनि छोड्दैन। सबैजनाले संसार छोडेर गएका छन् है, हामीले देखेका छौँ नि होइन। 30 वर्षको अल्पायुमा निधन भयो मोतीराम भट्टको, 43 वर्षको अल्पायुमा निधन भयो भैरव रियालको, 42 वर्षमा मदन भण्डारीले छोडेर गए, 63 वर्षमा उपेन्द्र देवकोटाले छोडेर गए, वीरेन्द्रको वंशनाश भयो, 39 वर्षमा स्वामी विवेकानन्द सबैलाई छोडेर गए। हाम्रा आचार्यहरूले हामीलाई छोडेर जानुभयो, हाम्रो प्रभुपादले हामीलाई छोडेर जानुभयो। मृत्यु शाश्वत छ, मृत्यु अन्तिम सत्य हो। मृत्युलाई बोध गरौँ, मृत्युलाई चिनौँ, मृत्युलाई बुझौँ र मर्नुभन्दा अगाडि बाँच्न सिकौँ। मरने से पहले जीना सीख ले। हरे कृष्ण।